ढिँडो कोदोको ढिँडो बनाउने तरिका अघि नै सुरु गरेर खिच्नुपर्छ। कोदोको ढिँडो बनाउने तरिका पहिला पानी उमाल्ने अनि पानीमा तेल लगाउने पानीमा अलिकता घिउ लगाउने घिउ पो ए घिउ जे भए पनि लगाउने लगाए हुन्छ नलगाए पनि हुन्छ घिउ मन नपर्नेलाई घिउ नलगाए हुन्छ पानी मात्रै उमालेर पकाउने पानी मात्रै उमाल्ने सिलिम हुनेहरूलाई चाहिँ होइन यो त के हो सोल्डिनी यसो मनपर्नेलाई लगाएको मात्रै हो सोल्डिनी भनेपछि खास घिउ ट्रेडिसनली चाहिँ घिउ नलाए नि हुन्छ होइन त भन्नु पर्दाखेरि यसलाई चाहिँ के भन्छ अरे कोदोको ढिँडो कोदोको ढिँडो पक्का कोदोको ढिँडो हो त यो सोल्डिनी हो नि त यार सोल्टिनी बा सोल्टिनी त डह्रो मस्काउनु हुँदो रहेछ मलाई त आउँदैन ढिँडो मस्काउनु चाहिँ तरिका दामी मस्काउनु हुँदो रहेछ नि त हेर गाइस यसरी ढिँडो मस्काउनु पर्छ तपाईँहरूलाई आउँछ कि आउँदैन ढिँडो मस्काउनु आउँदैन भने यता हाम्रो सोल्टिनीसँग ट्रेनिङ दिन आउनु होला सम्पर्क चाहिँ मसँग गर्नु उहाँसम्म पुऱ्याइदिन्छु तपाईँहरू सबैले ढिँडो मस्काउन मार्केटिङ गर्नुहोस् मजाले मजाले त्यसरी मास्ने अनि वाउ निकै बल चाहिने रहेछ नि ढिँडो मस्काउनु त बेसरी धेरै नि यो पिठोहरू चाहिँ सबै सेतो देखिनु हुनु भएन होइन नारी चाहिँ डह्रो गर्नु पर्यो नारी चाहिँ डह्रो गर्नु पर्यो ढिँडो मस्काउने सोल्टिनीलाई देखाइदिन्छु के हो एकदम मस्काउने सोल्टिनीको चाहिँ अनुहार फेरि पुरै बिरुक छ अनि त्यो सिमनलाई पनि दिनुपर्छ त्यो ढिँडो नेपाली ढिँडो म्यास पोट्याटो भन्दै म्यास मिलेट फ्लावर कोदोको ढिँडो म्यास कोदोको ढिँडो भन्दै क्या होइन सोल्टिनी जस तपाईँले त मजाले तपाईँको ह्यान्ड त एक्सपिरियन्स छ ढिँडो मस्काउनु चाहिँ हजुर त्यो दाना चाहिँ हुनु भएन होइन त फेरि कहाँबाट त दाबीले पनि ठ्याक्क भेटाउनु भएको त ल पिठो देख्यो यसरी पिठो चाहिँ देखिनु हुँदैन पटक्कै पनि हो पिठो देखिनु भनेको चाहिँ काँचो हो यो काँचो खाएर फेरि एकदमै भुँडी दुख्छ अनि फेरि यो ढिँडो खाएपछि जैसा खाया वैसा आया हुनुपर्छ है फ्रान्सिसको किचनको मान्छेहरू सबै हस्पिटल अनि फ्रान्सिसमा नो स्टाफ नो किचन स्टाफ आयो भन्दाखेरि सोल्टिनीको नेपाली ढिँडोले भनेर फेरि न्युजमा आउला नि फेरि अझै त्यस्तो पो बनाउनु पर्ने रहेछ नि तपाईँहरू यो चाहिँ हाम्रो यता सुकुटीको पुरा ग्यालेरी बनाउनु भएको छ यो सुकुटी पनि सङ्कोसभाको रागाको सुकुटी हो अनि पानी चाहिँ हङकङको सङ्कोसभाको होइन हौ यो त कहाँको भने भन्नु त कहाँको के ताप्लेजुङको तेह्रथुमको भोजपुरको लमजुङको पोखराको कास्कीको म्याग्दीको हो भनेपछि यो राँगाको ढिँडो पश्चिमको राँगाको झोल पश्चिमको ढिँडो चाहिँ पूर्वको अब पूर्वको ढिँडो पश्चिमको राँगाको झोलसँग चाहिँ आज चाहिँ ढिँडो खाइने पर्यो मजाले अनि पाकेपछि यसरी कलर चेन्ज हुने रहेछ नि ल अब पस्काउनुहोस् छिटो प्लेटमा हाल्नुहोस् त म हेर्छु कसरी हाल्नुहुन्छ पोर्सन गर्नुहोस् त सुरुमा मजाले तपाईँले हल्लाउनु भएन जस्तो छ के बेसरी पानी यो गर्दाखेरि चाहिँ बेसरी अब मजाले हल्लाउनु पर्ने रहेछ होइन अब चाहिँ पाकेको हो एकछिन भर्साउनु पर्ने रहेछ कि क्या भनेपछि ढिँडो पाक्ने समय चाहिँ त्यस्तै 5 मिनट जस्तो लाग्ने रहेछ नि पानी पुगेपछि छिटो मिठो खाना ढिँडो चाहिँ रहेछ नि तपाईँको 5 देखि 6 मिनटमा चाहिँ ढिँडो पकाइसकिने रहेछ अडाउन
तल सुकुटी दिएन भन्छ यो सुकुटी कहाँको सुकुटी अरे भनेको सङ्घसभाको सुकुटी हो भनेको होइन भन्छ तपाईँको गाउँको होइन है मितिले ल्याउनु भएको त्यही त मितिनीको गाउँको छोरीले ल्याएको ए नि त सानो छोरी अनि यहाँ पिठो पनि उतै पार ल्याउनु भएको यहाँ हामी 4 जना नेपाली छौँ हामी 4 जना नेपाली चाहिँ आज पुरा ढिँडो बजाउने हो हातले ग्लोभ्स लगाएर होला नि ढिँडो त चम्चीले खानु अलिक अप्ठ्यारो हुन्छ होला मलाई त धेरै होइन मलाई पनि धेरै नै मलाई भोक लाग्छ मलाई नि खाँदै यसरी ढिँडो मस्त यस्तो दुःख गरेर पकाएर दिएको नि खाइँदैन भन्दा म फेरि ए मिठासली अरे लाग्छ है दुःख गरेर पकाउनु भयो धन्यवाद यो सबभन्दा धेरै चाहिँ हाम्रो चन्द्रले खाने हो कुनको म त सबभन्दा थोरै है अब ढिँडोमा यसरी लगाएर हामीले ढिँडो खान गयौँ हाम्रो ढिँडो हेरेर भिडियोलाई मलाई नहाल्दिनँ म खाँदिनँ त्यत्रो हाम्रो ढिँडोको भाडा यस्तो भयो